Today, our journey begins from Kathmandu to Pokhara, the road of peace and storage. So we guys, सबजना निस्किन लागेको छौँ। अहिले चाहिँ मेरो प्रश्न आएको छैन होला, म मास्क लगाएर। अहिले चाहिँ अब हाम्रो फर्स्ट डेस्टिनेसन रहेको छ हाम्रो पेट्रोल पम्पमा रहेको छ। सो गएको पेट्रोल पम्प। We are now कहाँ भन्छ यसले सैनिक स्कुल। We are in सैनिक स्कुल अफ सल्लाहगारी। सो गाइज अब चाहिँ हामी रेनको लिने सधैँ रेनको भयो नि अब। सो गाइज हामी चाहिँ रेन्ट अफ मर्निङ अफ सल्लाहगारी। You be like मोबाइल चाहिँ लास्टै चिसो भइरहेको हामीले चाहिँ रेनको डेको भिडियो चाहिँ खिच्न पाएन। त्यसपछिको गठाघरको यो हाइवेमा छौँ अहिले हामी चाहिँ। अहिले चाहिँ हामी चाहिँ अब यो नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा छौँ। So guys, we are in airport. So हामीले चाहिँ यो मोड लिएको छ। अब चाहिँ हामी चाहिँ अब कहाँ भन्दाखेरि चाहिँ कलङ्की भन्दा थोरै अलिकति माथि। अहिले चाहिँ अब कलङ्कीबाट पनि अलिक माथि लागिसकेको छ। कलङ्की जानलाई चाहिँ यो लेफ्ट यो राइट साइड कि लेफ्ट साइड? यो राइट साइड चाहिँ होइन, यो लेफ्ट साइड चाहिँ मोड्नुपर्छ यसरी। सो अब चाहिँ तपाईँहरू यदि कहीँ जानुहुन्छ या दोस्रो यता पोखरा सुखरा जाने भए यो बाटोबाट पनि पुग्न सकिन्छ। यो चाहिँ मनोकामना जानेदेखि पोखरा मुगलिन अनि के भन्छ चितवन अनि त्यस्तै गरेर उता पश्चिम साइड रहेको सबै जिल्लाहरू चाहिँ जानु मिल्छ है गाइस। यही हो यहाँको। हजुरहरूले बुकिङ गर्दा नि हुन्छ। उठान चस्मा दादा, चस्मा त न्याउला होइन। सो गाइस कस्तो देखिरहेको छ होइन, मेरो चाहिँ अहिले गेटअप चाहिँ यस्तो छ। सो हेर्न सक्नुहुन्छ, म यसबाट क्यामेरादेखि मोबाइलबाट म आफ्नो भ्लग गरिरहेको छु। सो आई जस्ट लुक लाइक दिस होइन। यहाँ चस्मा आउनु सक्नुहुन्छ, हेराएको पसल यहाँनिर। सो हेर्न सक्नुहुन्छ तपाईँहरू यता कलङ्कीको ठ्याक्क बिच साइडमा छ है यो चाहिँ। सो गाइस अहिले चाहिँ अब चस्मा किन्ने चाहिँ भइसकेको छ। हेर्न सक्नुहुन्छ मैले चस्मा यस्तो किनेको छु। हेर्ने बेला तपाईँले चोर जस्तो देख्यो होला, तर के गर्नु, मास्क प्रोटेक्ट गरेर जानुपर्छ ठुलो धुवाले। सो सिधै यहाँनिर छ अनि किन लगाएको छ। सो अहिले चाहिँ कलङ्कीमै छौँ हामी। यो चाहिँ अब एउटा अर्को डाइ पनि एक्स्ट्रा आउने छ है, डाइ आउँछ दिनको एउटा। सो गाइज अहिले चाहिँ हामी यो ठानकोट कलङ्कीबाट चाहिँ अब ठानकोट जान लाग्यो। ठानकोटबाट चाहिँ हाम्रो यो काठमाडौँ अनि आउट अफ भ्यालीको बाटोहरू सब छुट्टिन्छ।
सो हेर्दै गर्नु होला। दुईजना दाइ चाहिँ अगाडि थानकोटमा पुगिसक्यो। अहिले चाहिँ हामी अब कलङ्कीबाट थानकोटको बाटो जाँदैछौँ। सो हाम्रो बाइकको कन्डिसन चाहिँ अलिक भार भइरहेको छ होइन, एकछिन चेक गराउनुपर्छ। उसमा लगाउनु न त डिस्प्ले वाट्सएपमा। त्यो मलाई चाहिँ तलको त्यो उस्तै भिडियो जस्तो लागेको थियो, त्यो के अरे यो गेयर चेन्ज गर्ने बक्स हुँदैन त्यो अलिकति भएन। सो अहिले चाहिँ हाम्रो यो बाइक बिग्रेको अवस्था छ। यसमा चाहिँ त्यो एक्सिलेटर दिँदा चाहिँ स्टार्ट नहुने अफ हुने भइरहेछ। ऊ यहाँनिर छ अनि म टोपे चाहिँ यहाँ छु। हाम्रो चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ मुस्ताङ वी आर कमिङ होइन। यो चाहिँ माथि फ्लाइओभर माथि कन्स्ट्रक्सन हुँदैछ यता। सो आउट अफ भ्याली जोड्ने बाटो हो यो चाहिँ लास्ट पोइन्ट हुन्छ चन्द्रगिरी हिल्स। सो यु वान बाइक भने काठमाडौँमा देखेको बाइक। सो आई विल स्टप दिस भिडियो एन्ड आई विल। सो यो चाहिँ थानकोटको बट हो। गाइज अब चाहिँ हामी चाहिँ आउट अफ भ्याली हुन लाग्यो, काठमाडौँलाई छोड्नु पर्ने बेला भइसक्यो। सो थानकोट यु क्यान से होइन। अब सो यो पुगिसकेपछि चाहिँ बोर्डर काठमाडौँ र के को यो बाहिर आउट अफ भ्यालीको। सो थानकोट गइसक्यो आउट अफ भ्याली रोड। यहाँबाट पोखरा लुम्बिनी सबरी गाइस अनि यु क्यान सी द हिल्स। धुवाको बाटो खाँदै थानकोटको बाटो त यस्तै छ है। सो हेर्न सक्नुहुन्छ तपाईँहरू यताको जाम थानकोटको जाम। खै त भिडियो बनाएको त मतलब नै भएन नि, खोइ झोसे होइन। हेलो भन्नु सही हामी चाहिँ यता चिया खान बसिरहेको छौँ अहिले। चिया खान बसिरहेको छ अनि पछाडि चिया खाँदै यहाँको भ्यू हेर्दै हामीले चिया खाइसकेपछि चाहिँ नयाँ मान्छे आउनु भयो, दाइ भाउजू र एउटा सानो नानी। हेलो सरी हाय काले बेबी सुरेन्द्र भाइ। मान्छे बोतल बोकेर आएर
हामी चाहिँ किन जाम हुनु यो जाम किन भइरहेछ कि त्यसो हेरौँ होइन कहाँसम्म के भइरहेछ यो यही जाम भइरहेछ त्यही भनेको हेरौँ कहाँसम्म छ त्यहाँ त क्रेन लगाइरहेको छ यहाँको अगाडि हामी चाहिँ मलेको सफा त छैन सो यो मुगलिनको उतै अगाडि गएर खाऊँ न त हामी खाना खानलाई चाहिँ अर्को ठाउँमा गयो मैले गुफाबाट मन्नु पाएको नाटक होइन त्यही त and this view oh my god you can see it it's the turning path it changes so हामीले चाहिँ यहाँ खाना खायो दाल साग यो अचार कुलिया ठोकियो सेडिया कुलिया một lem mà lão आतंक का नाम दूसरा आतंक का दूसरा नाम बाबू मुगलिनमा खाना खाइयो होइन मुगलिन हो र यो कहाँ हो यो मलेसा मलेसा हो त अब हामी जान लाग्यो होइन या हजुर बेनी 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 ल बेनी जान लाग्यो हामी आर्मी देखिरहेछ दुवैजना त्यही भने बल देखिरहेछ बाबु माथि लाउँछ अब भोलिदिनु है बाबु बोल्दिनँ मेरो आवाजमा गर्छौ भन्नुहुन्छ हेलो 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 यहीँबाट दर्शन लिउँ है गाइज ल सबैलाई राम्रो होस् कुशल होस् एन्ड यु क्यान सी द केबल कार्स साइड यु क्यान सी यो बाटो चाहिँ चिपाउँछ गाइज पोखरा सबै त्यो पोखरामा पर्ने जिल्लाहरू कास्की This river so beautiful and so अलि राम्ररी छ भाइ तेरो डाँट पहिलो भइरहेछ So guys, मैं दी
भन्दा सुकिसकेको छ हामी चाहिँ होइन काठमाडौँबाट भेटेको यहाँसम्म भेट्यो भने पोखराको मेन आर्टिट बोर्डरबाट यहाँ हेर्नु यहाँसम्म पुगिसक्यो जो पोखरामा छौँ मैले चाहिँ हामी स्टे आउट गाइस हामी चाहिँ अहिले यता पोखरामा बसेको यता साइडमा छ त्यो मोटी पसलको 5 मिटर माथि छ होला होइन आई एम हियर यस्तो रहेको छ You can see. Go, me go and Jai more than you go. We go. Okay, the can guys. Yeah, do you see it? And अहिले चाहिँ हामी चाहिँ पोखराको नाइट लाइफमा छौँ सो वी आर इन पोखरा नाइट लाइफ यसको भिडियो मैले पहिल्यै हालिसकेको थियो 2 वर्ष अगाडि सो अबको क्वालिटी र पहिलाको क्वालिटीमा ढाँचौँ दिस क्वालिटी अनि त्यो 720 अहिले चाहिँ अब 4K खिच्दै You can see the night beauty of Pokhara. And I am here, and Sagar guy is here. अनि अरु चाहिँ उतै छन् अब चाहिँ हामी लेफ्ट साइड लेफ्ट साइड अनि तपाईहरु हेर्नु सक्नुहुन्छ यस्तो दामी दामीवाला सो अब चाहिँ हामी लेक्स कहाँ रे जाँदैछौँ सो इन दिस होटल होइन हामीले चाहिँ होटलमा बसेको ठिकठाकबाट छ जस्ट प्रमोसन मेरो चाहिँ सबै इनर्जी चाहिँ अब बिल्ड भइसकेको छ रेडको खानुपर्छ रिवाइन्ड मुखो रिवाइन्ड मुखो डान्स तो परस्पर डान्स मध्ये घटी त्यो सलमान खानको फिल्म छ नि टाइगर जिन्दाई टाइगर जिन्दाई मस्त भइरहेको यता गाह्रो भएको अवस्था रहेको छ हाम्रो बाइक बिग्रेको अवस्था छ अहिले त यता चाहिँ गाइस बिचरी चाहिँ धाम्रो किन्ने गर्दो रहेछ कि यो पोखरा यता साइडमा मैले देखाएको कोरो फापरहरू यहाँ You dealing with the body of cars, or you dealing with the